साथीहरु, तपाईलाई मेरो नयाँ भिडियोमा स्वागत छ। आज म यो भीमाद 8 नम्बरतिर डुल्दै छु। माथि पहाडतिर चढ्ने आज हामी यो पहाडमा माथि पुग्ने प्लान छ। हाम्रो साथीभाइहरु अगाडि हुनुहुन्छ। म चाहिँ अलि पछाडी छु। ल हेर्नुस्, आज हामी वन जंगल भिजिट हानिन्छ। हेर्नुस्, यहाँ बाटोमा अम्बाको बुट रहेछ, कसको हो? यहाँ टिपेर खाँदै हुनुहुन्छ। हामी पनि खाने हो। हाई गाइज। अर्काको अम्बा चोरेर खाँदैछौँ हामी। यो चाहिँ मुनि देखेको सिमले हो है। सिमले माथि डाँडामा छौँ हामी। यताको गाउँहरू अलि छेकिँदो रहेछ। यो डाँडामा आज पुगिन्छ त, खोइ गाह्रै छ। जाँदैछौँ हामी। ल गाइजहरू, हामी यहाँ बाटोमा जाँदा खनायो भेट्यो है। यो अलिअलि पाकेको रहेछ, अलिअलि काँचै छ। यो चाहिँ एकदम मिठो फल हो है। गाउँतिर डुल्दाखेरि यो मजा। आहा, कस्तो राम्रो बाटोहरू यार। यति मजा छ हिँड्नु। ट्रेकिङ भइरहेको छ आज हाम्रो। उकाली ओह्राली। यहाँ गाउँमा यस्तो राम्रो घर पनि रहेछ। धानका बालाहरू लह लह झुलिरहन्। यति राम्रो फाँट रहेछ यहाँ। पानीले यसपालि धेरैको खेतीबालीलाई असर गर्यो। हेर्नुहोस् त, कति रमाइलो गाउँ। आहा, हामी यहाँ लाटीबाराई मन्दिरमा आइपुग्यौँ। हामी यहाँ मन्दिर जाँदैछौँ। मन्दिर पनि राम्रो रहेछ। गाउँतिर भयो नि ढुङ्गासुङ्गा छापेर बाटो। यहाँ मुनि पोखरी छ। ल, लाटीबाराई मन्दिरको प्रवेश गर्ने ठाउँ यस्तो राम्रो रहेछ। फुलै फुल, कति राम्रो। आहा, यहाँको थान रहेछ। हेर्नुहोस्, यहाँ पोखरी पनि एकदम राम्रो पोखरी। सुन्तला पनि मजाले पाकेको रहेछ, मन्दिरको सुन्तला। ल, यति राम्रो ठाउँ रहेछ। यहीँनेरि हामीलाई थाहा छैन। यति राम्रो सुन्दर ठाउँ, मन्दिर। आहा, हेर्नुहोस् त, यहाँ मन्दिरको तलपट्टि यसरी पोखरी हेर्न सकिने रहेछ। कति राम्रो पोखरी। यति ठुलो ठाउँ, यति राम्रो रहेछ। हामीलाई थाहा नै थिएन यहाँ यस्तो छ भन्ने। हेर्नुहोस्, यो चाहिँ लाटीबाराई मन्दिर। यस्तो पहरा मुनि कति राम्रो सुन्दर ठाउँमा, शान्त वातावरणमा रहेको रहेछ। ल, यो मेरो भिडियो हेरेर आउनुभयो भने यो ठाउँमा यसो कमेन्ट पनि गर्नु होला। म त खोले भाइ मेट्न हुन्न।